उकाइदिनु भने त कडै हो नि यार। ल हेर्न पुरा बिचैबाट भाँच्चे खायो रुख पनि। तर कति ठाउँमा त बत्ती सत्ती छैन, 2 लाख घरमा चाहिँ बत्ती छैन भने जस्तो लाग्यो मलाई सुने अनुसार चाहिँ। हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। सो तपाईँहरूलाई थाहा नै छ होला मेरो टिकटक उसमा देखिरहेको छ साइक्लोन। गोल्ड कोस्ट क्विन्सल्यान्डमा चाहिँ साइक्लोनले लास्टै तनाव गरिरहेछ। 4-5 दिनमा साइक्लोनले बवालै हिँड्छ। 3-4 दिन त वाइल्ड डे भइरहेछ। हाम्रो घरमा त नै भाँचेछ, बाहिर पनि त्यस्तै ध्वस्तेछ। सो अब बाहिर के कस्तो भन्छ साइक्लोनको एफेक्ट गएर हेरौँ न। हावा अझै पनि त्यस्तै लगाइरहेछ। सट्ट दाजु र म चिलबारामा गएर साइक्लोन हेरिन्छ अब है। यता पनि पुरा हाँगाहरू भाँचिरहेछ। बाहिर पनि धेरै रुखहरू यताउता सबै उस भाँचिरहेछ र गएर हेरौँ न। खोलाहरू त त्यस्तै ओसेनहरू सबै बढाएको छ। सो अब उता गएर हेरौँ है। कहाँ जाने भन्न चाहिँ डिसाइड चाहिँ गरेको छैन अझै पनि। त्यही पनि There's also an approaching upper level trough that's currently kicking up a fair bit of thunderstorm activity through. गाडी पनि हिँड्नु त हिजो पनि यस्तो त हिँडेर हिँड्न त। That one will help to draw it. हाम्रो दाजुले निरीक्षण गर्दै हुनुहुन्छ उता। उकाइदिनु भने त कडै हो नि यार। घरभित्र बसेर त्यस्तो याद नगरे है। राइट साइड सब बन्द रहेछ यार। ल किन यता किन बन्द नचल्यो होला। त्यहाँ सर्भसतिर बत्ती थिएन भन्थ्यो त्यही भएर है। हिजो चाहिँ बत्ती छैन भन्थ्यो सर्भसतिर। यो त ल्यान्ड हो नि त यस्तोमा हुन त हामी सिधै जान्न त बन्द हुँदैन। साइकोहरू हुन्छ नि। म समुद्र साइडमा चाहिँ पुगिसकेको छु। समुद्रमा पनि उनी चाहिँ लास्टै पानी त्यस्तै परेको छ। ओ माको पानी
पानी त्यस्तै परेछ ए के हो यो छैन यो टोपी ल्याएर कामै छैन पानी पनि रुखहरू त कति रुखहरू केही पनि बाँकी छैन अहिले चाहिँ म सर्फस आइसकेको छु अघि हामी स्पेन्डोलमा चाहिँ अब सर्फसको मेन उसमा हेरौँ न के रहेछ अलरेडी हेर्दा रुट हालेको छ अघि त ध्वस्त त्यो देखिहाल्नु होला तपाईँहरू अब यहाँ पानी त जता ल नबुझ रुट ल हेर्न पुरा बिचैबाट भाँच्छ खायो रुख पनि आउँदै रुखहरू जताततै रुख भाँच्ने त्यस्तो बेलामा यता कति ठाउँमा त बत्तीहरू पनि छैन यो अहिले यो हामी बस्ने एरियामा चाहिँ रहेछ सर्फस एरियामा चाहिँ भित्रभित्र साइडमा म बस्ने घरमा त मेरो भोडाफोन सर्ट्स भन्थ्यो हो रहेछ भोडाफोनको छैन नेटवर्कै छैन हिजोको आज बिहानदेखि अहिलेसम्म घरमा नेटवर्कै थिएन क्या नेटफ्लिक्स रहेछ त मोबाइलमा डाउनलोड गरेर त चलिरहेको तर कति ठाउँमा त बत्ती सत्ती छैन 2 लाख घरमा चाहिँ बत्ती छैन भने जस्तो लाग्यो मलाई सुने अनुसार चाहिँ हेर ल
पार्किङ गर्न नमिल्ने ठाउँमा पार्किङ गरेर आयो यो त एक्सट्रिम पाराले भ्लगिङ हेर्ने छ नेतृत्वै छ लिटरली म नेतृत्वै दाइ पनि नेतृत्वै दुईजना नेतृत्व भएर निस्केर बालै परेर हामी चाहिँ त्यस्तै खाली केही छैन चरो मुसो मान्छे छैन सबै सटडाउन छ नि केही पनि होल्सहरू सब ट्राम स्याम बस सस केही पनि लगाइरहेको छैन त्यो भएर पनि मान्छेहरू अनि त्यो भएर पनि कोही हिँडिरहेको छैन दाजुभाइ लठर लठर रोड खतरनाकै सिचुएसन भएको रहेछ बाहिरतिर यहाँ घर बसेर रुट ढल्दै ढल्दैन हामीले हेर्नु भएन उयो सबै रेट हाल्ने बाटो स्पिड नि सब भइसकेको रहेछ तर खतरनाक आएको रहेछ सोचेअनुसार यहाँ घरमा आएर चाहिँ मेरो नेटवर्क हुँदैन होला पक्कै अनि अर्को भनेर मेरो यो टिकटक्सहरूमा चाहिँ अलमोस्ट 8 लाख भ्युज 70,000 90,000 भ्युजहरू आइरहेको छ यो रिसेन्ट उस हेर्न छ भने 70,000 97,000 8 लाख भ्युजहरू मजाले आइरहेको छ यदि रिसेन्ट अपलोडहरू तपाईँलाई केही हेर्न मन छ मेरो रिसेन्ट हेर्न मन छ भने टिकटक अकाउन्टमा काफ्ले ब्लग्स गएर सर्च गर्नु इन्स्टाको पेजमा पनि रिसेन्ट अपडेटहरू आउँछ काफ्ले ब्लग्स फेसबुक बाहेक मेरो जताततै काफ्ले ब्लग्सको अकाउन्ट छ टिकटक इन्स्टा युट्युब भइहाल्यो सो जस्ट don't forget to check it out on every ID if you want any recent update or when त्यस्तै गर्दा यो भिडियो के कस्तो लाग्यो don't forget to comment in the comment section. Till then, see you and goodbye.